सम्पूर्ण साथीहरूलाई नमस्कार। मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ र मेरो युट्युब च्यानललाई शेयर एन्ड सब्स्क्राइब र कमेन्ट गरेर सहयोग गरिदिनु होला। तपाईहरुलाई म जानकारीमूलक भिडियोहरू बनाएर तपाईहरुमाझ पुर्याउने कोसिस गर्नेछु। सम्पूर्ण साथीभाइहरुमा नेपालमा रहनुहुने सम्पूर्ण साथीभाइहरुलाई म के जानकारी गराउन चाहन्छु भने मलेसियामा सेक्युरिटी गार्ड को लागि ओपन भइसकेको छ र मलेसियामा सेक्युरिटी गार्ड गर्दाखेरि के कस्ता चुनौतीहरू र के कस्ता समस्याहरूको भोग्नुपर्छ नेपाली दाजुभाइहरूले भनेर म तपाईहरुमाझ जानकारी गराउन चाहन्छु। किनकि म विगत 9 वर्षदेखि मलेसियामा सेक्युरिटी गार्डमा कार्यरत छु। त्यसैले तपाईहरुलाई मैले भोगेका चुनौतीहरू र समस्याहरू तपाईहरुमाझ म राख्न चाहन्छु। किनकि नेपाली दाजुभाइहरू जो नयाँ आउँदै हुनुहुन्छ मलेसिया सेक्युरिटी गार्डमा भने उहाँहरूलाई यो भिडियो काम लाग्न सक्छ। त्यसैले सम्पूर्ण साथीभाइहरूले यो भिडियो अन्तिमसम्म हेरेर सहयोग गर्दिनु हुन सबैलाई अनुरोध गर्दछु। म के भन्न चाहन्छु भने मलेसियामा सेक्युरिटी गार्डमा आउने साथीभाइहरूले पहिला त के माइन्ड सेटअप गरेर आउनु पर्यो भने हप्ताको 7 दिन काम 12 घण्टा ड्युटी हुन्छ प्लस महिनाको 30 दिन कुनै दिन पनि छुट्टी हुँदैन। वर्षको 365 दिन नै काम गर्नुपर्ने हुन्छ। सँगसँगै तपाईहरुले सेक्युरिटी गार्डमा आइसकेपछि एजेन्सीले जुनसुकै ठाउँमा पनि तपाईहरुलाई ड्युटी दिन सक्छ। त्यो ड्युटी दिएको ठाउँमा तपाईहरुले सफलतापूर्वक ड्युटी निभाउनु पर्ने हुन्छ। प्लस सँगसँगै तपाईहरुले त्यो ड्युटी गर्ने क्रममा तपाईहरुलाई भाषाको प्रब्लम सँगसँगै तपाईहरुले यहाँको मलेसियाका मलेहरूको अवस्था मलेहरूले गर्ने व्यवहारको पनि तपाईहरुलाई थोरै गाह्रो हुन्छ भाषाले गर्दाखेरि। त्यही भएर तपाईहरुलाई सामान्यतया मलेसियन भाषा या इंग्लिश तपाईहरुलाई आएको खण्डमा धेरै राम्रो पनि तपाईहरुलाई हुनेछ। किन भन्नुहुन्छ भने सेक्युरिटी गार्डमा आउनु पूर्व तपाईहरुले एउटा माइन्ड सेटअप गरेर आउनु पर्ने हुन्छ। सेक्युरिटी गार्ड गर्दाखेरि 12 घण्टा ड्युटी गर्दाखेरि सबैसँग एकदम नर्मल तरिकाले हाँसेर राम्रैसँग राम्रो तरिकाले कुरा गर्नुपर्ने हुन्छ। यहाँको मान्छेहरूको व्यवहार थोरै नराम्रो गर्छन्, हेप्ने तरिका पनि त्यस्तै हुन्छ। त्यसै भएको कारणले गर्दाखेरि तपाईहरुले एउटा माइन्ड सेटअप के गरेर आउनुपर्छ भने म जस्तो सुकै ठाउँमा पनि सेक्युरिटी गार्डमा पर्यो भने सुपरमार्केट, शपिङ सेन्टर, बैंक, होटल या कुनै नयाँ कम्पनी बन्दैछ भने खाली तपाईहरुलाई खाली जमिनमा पनि जंगलको ठाउँमा पनि तपाईहरुले ड्युटी गर्नुपर्ने हुन्छ। त्यो सबै सेक्टरमा सबै ठाउँमा तपाईहरुले म ड्युटी गर्न सक्छु भन्ने हिसाबले तपाईमा आत्मबल भएर तपाईले आउनुपर्ने हुन्छ। नेपालबाट मलेसिया आउनु पर्दाखेरि अहिले लागत पनि धेरै छ। सेक्युरिटी गार्डको स्यालेरी पनि 2000 देखि 2400, 2500, 2800 सम्म दिने गर्दछ मलेसियामा। अहिले मलेसियाको सम्पूर्ण सेक्टरमा 1700 बेसिक भएको छ। तर एजेन्सी सेक्युरिटीले चाहिँ 1700 बेसिकको हिसाबले हैन कि तपाईहरुलाई फिक्स स्यालेरी दिने गर्दछ। यदि कुनै दिन तपाईहरुले दुखी बिरामी भएको खण्डमा तपाईहरु ड्युटी जानु भएन भने त्यो दिन तपाईहरुले पाउने पारिश्रमिक भन्दा धेरै पैसा काट्ने गर्दछ कम्पनीले छुट्टी गर्यो भनेपछि। त्यसै भएको हुँदाखेरि तपाईहरुले यो भिडियो हेर्न पर्ने हुन्छ। म विगत 9 वर्षदेखि मलेसियामा कार्यरत छु। विभिन्न किसिमका चुनौतीहरू पनि सामना गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिला त नेपाली भनेपछि यहाँको मान्छेले गर्ने व्यवहार अलि फरकै हुन्छ। त्यो भएको कारणले गर्दाहरुलाई यो भिडियोमा यति नै। अर्को भिडियोमा म तपाईहरुलाई अर्को मंगलबार लिएर आउने छु अर्को भिडियो। हस्त धन्यवाद, नमस्कार।